वर्षौंदेखि जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटे जातिहरू लोपन्मुख अवस्थामा छन्। आफ्नै संस्कृति र परम्परामा रमाउने राउटेहरू एकै ठाउँमा बस्न रुचाउँदैनन्। घुमन्ते जीवनमा रमाउने यी राउटेहरू खास गरी सुदूरपश्चिम र मध्यपश्चिमका जंगलहरूमा आफ्नो वासस्थान बनाउँदै आएका छन्। एक दुई महिना भन्दा बढी यिनीहरू एकै ठाउँमा बस्दैनन्। यदि समुदायका कुनै सदस्यको मृत्यु भयो भने तत्कालै त्यस ठाउँलाई छाडिदिन्छन् यी राउटेहरू। सामाजिक संस्कारसँग बिल्कुलै अलग रहेका राउटेहरू सुरुमा नुहाउने, कपडा धुने र सरसफाईमा बिल्कुलै ध्यान दिँदैनथे। साबुनको प्रयोगभन्दा ढुङ्गाको प्रयोग नुहाउनको लागि राम्रो लाग्थ्यो यिनीहरूलाई। ढुङ्गाले घोर्दा जिउ दुख्छ, यसले घोर्दा दुख्दैन नि, सफा हुन्छ। ताइको भाइ आफै मगाउने थियो र हामी आफै अघि भन्ने थियो। चामल ल्यायो, कपडा ल्यायो, पैसा ल्यायो। सामाजिक संस्कारबाट एकदमै अलग रहेका राउटेहरू कर्मशः नुहाउने, कपडा धुने र दाँत ब्रस गर्ने जस्ता व्यक्तिगत सरसफाईमा ध्यान दिन थालेका छन्। सरसफाई सम्बन्धी कुराहरू सिकाउन निकै कठिनाईको सामना गर्नु पर्यो राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीलाई। राम्रो माने छ भन्छ ए ल कागज नदै कागज ल्याइने छ भन्छ ल राम्रो माने छ नि यो सबै जे के भएर राम्रो माने छ भन्छ नि ल ल भाइ बे खेल्ने लागि भन्छ यो घाउमा लगाइदिनु पर्छ। घाउमा नै यो घाउको पनि सुताइ हो, यो गुड पनि सुताइ हो। यो गुड हे दुख गरेर आउन के विषय हो? अचार अचार उ छैन, ओख्लो छैन, ओखल छैन, ओखल ढुङ्गा छैन। आउन हो त्यो प्लास्टिकको पाललाई नि तल ओछ्याएर कस्तो हुन्छ? ओछ्यान बनायो भने त लपक्कै भिजिया छ तल। त्यसो नि नाक दुखेर यो भिजिया चाल्ने उति दिन किन आँगर त धाक्ने यसरी दाँत घोड्ने नि बच्चा बच्ची भोलि गएर खोदा हुन्छ, दाँत धुनु पर्यो, सफा हुनु पर्यो। अस्ति काठमाडौँ गए त हो है, यहाँ कुरा गर्दैन कति खोज्यो मैले तिमीलाई, कति खोज्यो? जंगलमै रमाउने राउटेहरूलाई 2067 सालमा माधव कुमार नेपाल देशको प्रधानमन्त्री हुँदा सत्यदेवी अधिकारीकै पहलमा राउटेका मुखिया सहितको टोली काठमाडौँ आई प्रधानमन्त्रीसँग सिंहदरबारमा भेटघाट गरेका थिए। त्यतिबेलै उनीहरूले चिडियाखाना, पशुपतिनाथको दर्शन र अन्य स्थानहरूको भ्रमण तथा अवलोकन गरेका थिए।
राउटेहरूको विशेषता भनेको यिनीहरू बाँदरको शिकार बाहेक अन्य वन्यजन्तुहरूको शिकार गर्दैनन्। यिनीहरूको प्रिय आहार भएकोले बाँदरको शिकारमा यिनीहरू जस्तो सुकै कठिनाई पनि सामना गर्दछन्। वनदेवीको शक्तिमा विश्वास गर्ने राउटेहरू आफ्नो शिकारको अभाव भएमा वनदेवीलाई कालो बोका भाकल गर्ने गर्दछन्। मध्यपश्चिम र सुदूरपश्चिमका जंगलहरूमा आफ्नो वासस्थान बनाउँदै आएका राउटेहरू बिस्तारै बिस्तारै सामाजिक संस्कारसँग परिचित हुने क्रम बढ्दो छ। बेला बेलामा गाउँ बस्ती तथा शहरहरूमा लाग्ने मेला पर्वहरूमा यिनीहरूको सहभागिता देख्न सकिन्छ। पानीको पुत्का खोइलान्छु बिडी खाना हुँदा बिडी पिटेका जाए राउटेहरूको जीवन पद्धतिमा सुधारका लागि राउटे उत्थान प्रतिष्ठान नेपालले विभिन्न कार्यहरू गर्दै आएको छ। आफ्नो दैनिक जीविकोपार्जनका लागि यिनीहरू काठको प्रयोगबाट विभिन्न सामग्रीहरू निर्माण गर्ने गर्दछन्।
लोपोन्मुख अवस्थामा साथै एसियाकै अनौठो जातिको रूपमा रहेका राउटेहरूको जीवन पद्धतिमा परिवर्तन ल्याई सामाजिक क्रियाकलाप र संस्कारमा रूपान्तरण गरी यिनीहरूको अस्तित्वलाई बचाउन सरकारी, गैर सरकारी एवं अन्य सरोकारवाला निकायहरूले विशेष ध्यान दिनु जरुरी छ।